खतरा हुन्छ ओ आयो सिधा पार बिस्तारै गर तीनटा लगाइदिने हो कि एउटा ल जति भन्छन् त्यति लगाइदियो हामीले तिम्रो कहाँ सबैको आउँदो रहेछ दादालाई लगाइदिएको मात्रै त्यही पनि फेसै देखियो हुन्छ त्यहाँभन्दा लामो त राम्रो हुन्न होला अलि अलि लामो बनाइदियो अरे छोटै भयो कि 1 घण्टा सब्जीमा राख्दियो सबै टिकामा 1 घण्टा अझै माथि सामलाइदियो अटाउनु पर्यो बिल हेर्न पर्यो बसेर ल यो सबै 1 घण्टामा राख नपुग्यो यो दिन्छु ल यस्तो फुटो आयो पुग्यो नि पुग्यो ए हजुर अब एउटा पियामा राखेर हुन्छ टल्किदिनु पनि राख जर्नी ट्याक्क बिचमा ठुलो थोप्रो लगाइदियो राम्रो हुन्छ कुन जर्नी बिचमा टल्लक त्यस्तो पहिला कुन लाग्यो पहिला रातो लाग्यो राम्रो माथि रातो लाग्यो माथि ट्याप ट्याप गर फेरि ठुल्ठुला थोप्ला लगाइदियो राम्रो हुन्छ धेरै गाड्न हुन्न थ्याप्प थ्याप्प लगाइदियो गर्दैन अब दादाको त्यति राम्रो हुने भएन अब परीक्षण जस्तो भयो सबै लाओस् सबै मेरैसित लगाइदिनु एउटा सातवटा हुन्छ नि थर्ड पछि यो बिचमा त जर्नी र पिङ्क कलर लगाइदियो अनि राम्रो हुन्छ सेकेन्ड भयो उ त अब पिङ्क ल पिङ्क उ त पिङ्क बिचमा अरे यही त बिचमा भइसक्यो त छैन अझै ल पिङ्क र सुन्नु सिधा हो न तर मन्टै बाङ्गो यता देखिएन कि हाम्रो भेडो हो बल्ल बल्ल राम्रो देखियो कस्तो खतरा हुन्छ बन्दिनु भनेको बल्ल राम्रो देखियो होला बल्ल देखियो यहाँबाट खतरा हुन्छ नि होइन यो त काट्न मिल्छ नि धेरै उता नफर्किनु ल यताबाट सिधा हो कति राम्रो जर्नी पनि टपक्क लगाइदियो अलि राम्रो उगाएर राम्रो हुन्छ कति टर्क्यो कि भएन पछि एउटा रुमाल राख्नु नेपकिन छ पुस्न नेपकिन छ त फर्स्टमा त हातै काम छ अनि लाग्दा राम्रो आउँछ फर्स्टमा लाउने काम होइन राम्रो भयो त्यसको पनि राम्रो भयो सिधा अलिकति छेउमा बढी रातो भयो नि लास्टमा पनि रातो लगाइदियो त नानी एउटा रातो लास्ट कतिवटा लाउने हो रातो एउटा लाग्दै पनि हुन्न नाइकासम्म पुराउने अरे के दाइ हैन खाली जस्तो दसैँमा टिका यतासम्म पुराउने भयो ल भयो पुराउने रोक्नु साइडमा को त खाना चलन यस्तो उता अब फेरि सबै पुछे लाग्यो खाना चलन हो यस्तो यहाँबाट यहाँसम्म टिका लाउने दसैँमा तिहारको टिका यहाँसम्म लाउने कुरो कसरी लाउनु नि यहाँसम्म होइन टिका नल्याउनु पहिला ऊ सरल लगाइदिउ र अनि दादाले समाइदिनु झ्यापुले कपालले दुईटाको झ्यापुले कपाल मेरो त मिल्छ होला मैले त बनाएँ कलस सारिदिन्छु नानी कलस सारिदिन्छु है अलिक कपाल माथि लो मेरो त मिल्छ के सुमन अब यहाँबाट त धेरै नजिक हुन्छ यो त मिल्दैन मैले खिचिदिन्छु हो त्यो चाहिँ सिधा यहाँबाट देखिन्न पछाडि पर्छ नानीको बिना ल खिच उभिएर यसो यता गरेर मिलेन तेल भन्दा बाहिर जानु मिल्दैन के पातलो भएछ नानी कतिले समाउने कतिले लाग्ने कपाल झाप्ने कपाल यिनीहरूलाई ऊ हुन्थ्यो क्लिप दाइलाई अप्ठ्यारो भयो एउटा सिरा आधी बाटाबाट अलिअलि रबरले हुन्न बाबुजी यस्तो खालको क्लिप लाउँछन् र आउँछ नत्र हुँदैन त्यसले हो यिनीहरूलाई नत्र यस्तो हाल्दा हुन्न सबैलाई निकाल्दै घुमाएर सुमन
हामीलाई नि सबैलाई भिडियो बनाएको होइन मैले भिडियो अङ्कलले बनाउन मैले बनाएको छु भाउजू ए सबको आहा झन् राम्रो सुनिल दादाको आउने भयो पुरै टिका समाइदिएर यता हेरेको पुरै आहा सुनिल दादाको कपाल अब सिकाउनु पर्दैन एकचोटि सिकाइदिएस् नानीलाई पर्फेक्ट भयो अब उही अस्ट्रेलिया जाने अरे सुनिल दादालाई मात्रै लगाइदिने भयो उतै जान्छु भन्छ ल झन् सजिलो भयो नि उतै भएछ अमेरिका जान्न मलाई डर लाग्छ त्यहाँ गोली चलाउँछन् भन्छ छोरी मास्टर नि पढ्न जाने अरे अझै ब्याचलर पढ्ने 3 वर्ष छ मास्टर नि पढ्न हुन्छ राम्रै भयो होला अलिकति लामो बनाइदिनु नि लाउन सजिलो हुन्छ कि त्यही त घरका पहिल्यै अलिकति लामो बनाउनु लाइभ गरे होला नि हाम्रो रामुहरूले रामु जनकरले त लाइभ राख्छ नि त फेसबुकमा हेर्नु त दाइ नेट जोडिदिनु त भाउजू हजुर कहाँ त्यो क्युआर स्क्यान अघि जोडे उसले सुनिल छैन यसमा स्क्यान गर्नु त म भिडियो खिचेको छु यसको स्क्यान गर्नु यहाँ मेरोमा छ क्या स्क्यान गर्नु अलिअलि समाउनु पर्छ ए यहाँ छ बाबु क्युआरी ए सुनि क्युआरी त्यही देखाउने कि यो हो त्यति देखायो हुन्छ भाइ हो भयो त्यही स्क्यान गर्नु न होइन पर्ने रहेछ अलिअलि आउँछ तल हो ठिक छ बल्ल राम्रो देखियो है नानी त च्याम्पियन भयो त अब भिडियो मात्रै खिच्यो फोटो त खिच्यो अझै भ्याइयो होइन कि त्यो राउन्ड पुरै गएकै छैन फेरि सुमनको पनि त भ्याउन पर्यो टिका लाग ए बाबु समय अब फोटो छोडिदिनु आमाको झन् नराम्रो देख्यो पछाडि के समाउनु लाग्यो झन् गरुलाई समाएर हान्न लाग्यो नमानेर जस्तो देखिनु टिका लगाउन मानिन्छ समान भित्रै कसले ठिक छ सरकारी भयो त झन् केही भन्ने त्यो डर हुन्छ कि बाहिर राख्दा त्यही भएर भित्र राखे ठिकै छ गाडी सानो गाडी छ कि ठुलो स्कर्पियो आर्मी हुन्छ आर्मीको गाडी जस्तै छ हरियो कसको गाडी हो अनि कसको कुन गाडी भनेको भनेन ड्राइभर आउँछ गाडी ल्याएर राखे मलाई सोध्छु तपाईँको गाडी कहिले हुन्छ हाम्रो त आउँछ भन्नुपर्छ नि अब पर्दैन भयो सुरक्षित होइन सेक्युरिटी हुन्न अहिले सरकारी गाडी भित्र राख्नुपर्छ ठिक छ भयो त्यही भएर भित्र राख्छ ए झिलिमिली झिलिमिली ए तिहारको झिलिमिली नेट आएन भाइ त्यहाँ स्क्यान गर्नु मोबाइल राख्दैछु त भएन स्क्यान भएन अहिले ऊ नै त्यसमा मेरो केमा पठायो अरे तिमीले मेसेन्जरमा होइन पासवर्ड
मेरो मेसेन्जरमा पठाएर मेरोमा नि छ छोराले पठाएर हेर त